हेलो गाइस हेलो गाइज नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु। आज चाहिँ म चाहिँ घरैबाट देखिन स्टार्ट गर्दैछु होली खेल्न चाहिँ। ह्यापी होली सेम टु यु। अनि आज त जाने होला नि खेल्न है? ए आज त टाढा जाने हो। अहिले त्यहीबाट अहिले त बिहान छ, त्यहीबाट अहिले जाने हो। बस ह्यापी होली पुरा खेल्दिने हो, रमाइलो गर्ने हो, इन्जोय गर्ने हो बस। खुसी लाग्यो। ल ल ल जाऊ। ल चल जा। आज म फेरि काका घर जाँदैछु। म काकालाई लगाइदिन। हजुर त्यही यतै घुमघाम हो टक्क लाएर। बाजे टिका लगाऊँ है? टिका मात्रै ल। बाजेलाई चाहिँ म टिका मात्र लगाइदिन्छु है बाजे। ह्याप्पी होली है बाजे है। ल म काका बाजे ल ह्याप्पी होली है। ल ल काका ल ह्याप्पी होली काका। ह्याप्पी होली दाइ। धेरै होइन होली त मजा पनि आउँछ नि। होली हैन वर्षमा एकचोटि आउने हो। ल आऊ। एरा पनि लगाइदिने हो नि। के भन्नु रे? यता फर्केन। सेम टु यु। ल म पनि लगाइदिन्छु ल। ल यता ह्याप्पी होली है नानु। आऊ तिमी कसको छोरी रे? ह्याप्पी होली है। ल के देखेछ नि तिम्रो है? ल चाहिँ लगाएको ल। बान्जी ह्याप्पी होली। खै सेम टु यु भनेको। तिम्रो ग्याङ हो यो सबै। ल वाउ खतरा लाग्यो हौ बच्चाहरूको होलीहरू त। डेन्जर खेल्छ नि त होलीहरू त। के साह्रो अब म के बोकेर यस्तो आमामा पानी होली दिनमा यस्तो पानी। ओइ खतरनाक बच्चाहरू चाहिँ आमामा तन्नै छन् हो बच्चाहरू। है हाल्ला जस्तो गर्छन् त। लडाइँ गर्छन् कि यिनीहरूले। हान्यो 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 आख्यो हान्यो 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 हान्यो। ल लोलाले हानेर राखेछ नि त। ल लोला परेन त्यो माथि पनि। के गर्नु गर्छ नि यिनी चाहिँ। खनाइदेऊ। आमामा खनाइदेऊ। ल पानी खनाइदे। डेन्जर हो बच्चेहरू चाहिँ गर्छन् है। ल पानी भर्न गर्छन् एउटाले चाहिँ। यहाँ चाहिँ कमल रसको हो। ओइ काका खेल्यो होली यहाँ तिमीहरू? गाउँमा कतिको रमाइलो भयो? कस्तो रमाइलो भयो भन त? आमा हो बाबालाई होली खेलेको चाहिँ ह्याप्पी होली। वाउ। ल अहिले चाहिँ हामी रमाउँदा हुँदै अलि डाँडातिरको यात्रा गर्दैछौँ होली खेल्नलाई। देख्न सक्नुहुन्छ पछाडि छन् केटाहरू। हामी चाहिँ अघि अघि जानेछौँ, अरू चाहिँ पछि आउँदैछन्। यहाँ टेक्ने रहेछ नि यार। कहाँ केटाहरू? ह्याप्पी होली। पारा ग्रुप बङ्गती मोहबारी के बङ्गती मोहबारी कला मोहबारी यहाँ चाहिँ घैटा कार्यक्रम हुँदैछ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले। सायद सिधा गर्छ फुटाल्छ होला है। फुटाल चाहिँ फुटाल्दैन है। राम्रो सिधी गइरहेको छ। सायद फुटाल्छ होला। हाना 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 स्टेक भएछ यहाँ चाहिँ।
यहाँ चाहिँ जसले घैँटा फुटाल्छ जसलाई चाहिँ एउटा भालेको व्यवस्था गर्दो रहेछ हेर फुटाल्ने चाहिँ गइराख्नु जान्छ म ब्याङ्केर गइसक्यो एउटा गइसकेको छ यो माटो के हो कुकुर पछाडि पछाडि आमा पछि पछि आएको कुकुरले बाटो देखाइदिएको क्या अझ हेर चाहिँ हान्छ भनेर हो क्या कुकुर पछि बसेको गस होलीको चाहिँ उम्रीमा सुरुवात गरेँ मैले चाहिँ आज देख्न सक्नुहुन्छ पछाडितिर किन यस्तो भएको छैन होली लगाउने दिन पनि एकदम भाउ खान्छन् किन साह्रो हो 3 जना 4 जना त लगाइहालेको रे अरू चाहिँ लगाउनु हुँदैन म त लगाउनु हुँदैन भनिरहेको छन् हेरौँ अब कोला लगाउँछु है त आज चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले उम्रीमा चाहिँ रमाइलो डेन्जर भएकै हो यहाँ चाहिँ लफडा नआएको दिने हुँदैन आज कस्तो हुन्छ थाहा छैन देख्न सक्नुहुन्छ लास्ट तक पुरै भिडियो साथीहरूसँग पनि देखाइयो नमस्ते गर्दैछु म चाहिँ यहाँ चाहिँ विकास गराउँछु लगाइदिएँ साथीहरू पनि आउनु गएर साथ चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले सालीको चिठी नबुझेर लगाइदिएको मलाई सालीको चिठी नबुझेर जानुहोस् उता साली चाहिँ के नाच्नुहुन्छ क्या हो धेरै रमाइलो भइरहेछ आज चाहिँ उम्रेमा चाहिँ मैले फेरि काल यहाँ चाहिँ मैले चाहिँ अब ओहो डिस्टर्ब गर्दा कि फेरि खाले त लगान लगाइरहेको थिएँ तर डिस्टर्ब गर्दै भाग्यो ठिकै मतलब दिन्छु भनेको तर भाग्यो डराएर है खाले चाहिँ रङै डल्दिन लाग्थ्यो क्या पुरै ओहे अर्को पछाडि आएर खुसी ओहो डेन्जर लगाइदिन्छ त आमा मुखै भरि लगाएर डेन्जर बनाइदिएको थियो उल्टे मेरो रङ खोसेर मलाई लगाइदिन्छ नि खतरनाक हो यिनीहरू चाहिँ कतै टाढा मजाले होला हामीसँग थुप्रै गेमहरू भइरहेका छन् जसमध्ये घैँटो फोड तपाईँले हेरिसक्नु भएको छ भने यसपछि रस्ता किक रहेको छ भने भाले मुन्साउ 3.5 किलो भाले प्राइज रहेको छ भने उहाँको पनि प्रस्तुति भएको छ कृपया भाइ जतासुकै हुनुहुन्छ आफ्नो ट्र्याक लिएर चाहिँ मञ्चमा उपस्थित भइदिनु अगाडि पछाडि पुरै टाटु
केटाहरू कहाँ पानी पुगे जस्तो होइन बबाल हो 5 सेकेन्ड बबाल 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 ओए 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 के भएको के भएको यो समातेर ल्याएको त यहाँ Hello guys,